2081 ले मलाई के गर्यो त्यो मलाई मात्रै थाहा छ। तर भोलिबाट आउँदै गरेको नयाँ वर्ष 2082 साल सबैको मङ्गलमय रहोस्, शुभ रहोस्। सबैजनालाई, मेरो आफन्तजन, इष्टमित्र, दाजुभाइ, नाता छरछिमेकी सबैजनालाई शुभकामना छ। 2082 सालले चाहिँ यहाँहरूको मनोकाङ्क्षा पुरा गरोस्, यहाँले चिताएका सबै पुरा गरिदियोस्, यही कामना छ। 2082 साल नयाँ वर्षको सबैजनामा हार्दिक मङ्गलमय शुभकामना। 2081 मा हजुरहरूले चिताउनु भएको नपुगेको भए 2082 सालमा अवश्य पुगोस् भन्ने कामना पनि छ। 2081 ले के दियो के दिएन समीक्षा गर्नुभन्दा हाम्रो लाइफमा, हाम्रो जीवनमा के राम्रो भयो त्यतातिर जाउँ, किनभने अलवेज बी पोजिटिभ हैन। 2081 ले पक्कै पनि तपाईँहरूको जीवनमा केही न केही राम्रो गरेकै होला। मलाई पनि 2081 ले विदेशमा बाँच्न सिकायो, सङ्घर्ष गर्न सिकायो। म अहिलेसम्म आफ्नो देश छोडेर नहिँडेको मान्छे, लगभग 1.5 वर्ष 1 वर्ष 6 महिना भइसक्यो विदेशमा जिन्दगी बितिरहेको छ। त्यही भएर हजुरहरू सबैलाई 2082 सालको हार्दिक मङ्गलमय शुभकामना। अभावमा बाँच्न सिकाएको छ 81 सालले। जस्तो जे भए पनि केही न केही जिन्दगीको एउटा पाटो अध्ययन गर्ने अवसर पाइरहेको छु। त्यही भएर भनिँदो रहेछ जीवनलाई एउटा किताब हो, त्यसलाई राम्ररी पढ्न सके, पोजिटिभ रूपमा पढ्न सके राम्रै हुन्छ, नेगेटिभ रूपमा पढ्न सके नराम्रो हुन्छ। त्यसैले गर्दाखेरि 2081 मा मलाई मेरा जतिजना साथीहरूले साथ दिनुभयो सबैजनालाई धन्यवाद सहित 2082 सालमा हुँदै गरेको नयाँ वर्षको पनि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु है त।